वेट सबैलाई दर्शन छ। मेरो नाम रहेको छ सन्दीप। मेरो युट्युब च्यानलको नाम चाहिँ सन्दीप गेमिङ, सन्दीप बस गेमिङ छ। हजुर गएर त्यहाँ मैले भर्खरै चाहिँ मैले एउटा भिडियो बनाएको छु। भिडियो के रहेछ भने बस सिमुलेटर इन्डोनेसियाको चाहिँ बस छ एउटा, भर्खरै रिलिज भएको छ। बसको नाम छ अशोक लेन्ड स्लिपर बस, त्यसलाई भोल्भो पनि भन्छ। तपाईहरुलाई मैले चाहिँ सिकाउन जानकारी गर्दैछु, कसरी गर्ने के गर्ने एड गरिदिन्छु। भिडियो अन्तिमसम्म स्किप नगर्नुहोस् प्लिज हेर्नु होला। तर तपाईले सजिलैसँग पाउन सक्नुहुन्छ। तपाई पासपोर्ट उसको मेरो भिडियोको डिस्क्रिप्सनमा दिन्छु, लिंक पनि त्यतै दिन्छु। तपाई त्यहाँ गएर चाहिँ दिनुहोस् प्लिज। ढिला नगरिकन भिडियो तरफ जान्छौँ। लेट्स गो। ल गाइस, अब मैले चाहिँ मोबाइल ल्याइसकेँ। मोबाइलमा के छ भने सबैले तपाईले चाहिँ बस सिमुलेटर खेल्नुहुन्छ भनेपछि सबभन्दा चाहिने तपाईलाई जेडआरजीबी हो। जेडआरजीबी कहाँबाट पाउने, कसरी डाउनलोड गर्ने चाहिँ सजिलो तरिकासँग सक्नुहुनेछ। यति सजिलो चाहिँ यहाँ देख्न सक्नुहुनेछ। प्ले स्टोरमा गएर सर्च बारमा जानुहोस्, लेख्नुहोस् जे आइसक्यो, फर्स्टमा आइसक्यो जेडआरजीबी। यसलाई डाउनलोड गर्नुहोस्, पिन गर्नुहोस्। ओपन गरिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुनेछ, यता देख्न सक्नुहुन्छ डाउनलोडमा चाहिँ सिम्पली क्लिक गर्नुहोस्। अनि यहाँ मैले चाहिँ कफी सब गरिसकेँ, एक्सट्र्याक्ट गरिसकेँ। तपाईले चाहिँ सक्नुहुनेछ। कतिपयले जान्नुभयो होला, मैले अशोक लेन्ड BS6 स्टुल्स S1800 छ। यता तपाईले देख्नुभयो होला, यतै छ। यसलाई चाहिँ मैले चाहिँ सबै गरिसकेँ, केही गर्नु पर्दैन। मलाई सिम्पली गेममा जानुपर्छ। म चाहिँ गेममा आइसकेँ। हजुरहरू सिम्पली सक्नुहुनेछ पाउन। तर गेम स्टार्ट हुँदा नहुँदा तपाईलाई एउटा कुरा भन्न चाहन्छु, यो मेरो भिडियो प्लिज एकचोटि हेरिदिनुहोस्, स्किप नगरेर। पुरा पासपोर्ट पनि यही भिडियोमा दिनेछु, वाच गर्नुहोस्। तपाईले सजिलैसँग पाउन सक्नुहुनेछ। यहाँ धेरै एड आउँछ नि त, कन्टेन्ट टु एड। जाने यता गएर तपाईहरुले सिधै कहाँ जाने भनेपछि मोडमा जाने। मैले चाहिँ लुगा ल्याएर चाहिँ सबै मैले रेडी गरिसकेँ। अब सिधै म टु ग्यारेज जानुहोस्। यता पाउन सक्छ। अनि यो हाम्रो सुकले हेर्न सक्नुहुन्छ, कति राम्रो छ गाई। हेर्नुहोस् सबमा यति राम्रो छ। तपाईले भिडियोको लिङ्कमा दिएको छु, जेडआरजीबीमा गएर फाइल रेडी गरेर जोड गरेर खेल्न सक्नुहुनेछ। यति भन्नको लागि गएको।